आजभोलि हामीले सामाजिक सञ्जालहरूमा अनि डरलाग्दो कुराहरू हामी देख्छौँ। युट्युबहरूमा, फेसबुकहरूमा, टिकटकहरूमा हामीले हेर्दै गर्दाखेरि चाहिँ त्यहाँनिर एकदमै डरलाग्दो कुराहरू, दुःखलाग्दो कुराहरू हामीले देख्छौँ। अनि यो संसारमा विपत्तिहरू आइरहेको, अनिकालहरू भइरहेको, बाढी पहिरो गइरहेको, भारी वर्षाहरू भइरहेको, अनि देश देशमा युद्धहरू भइरहेको कुराहरू, यो डरलाग्दो कुराहरू हामी देख्छौँ। अनि यो कुराहरूलाई हेर्दै गर्दाखेरि चाहिँ हामीलाई एकदमै दुःख लाग्छ। अनि जब नेपाल देशमा पनि धेरै दिनदेखि भारी वर्षा भएको थियो केही समय अघि, अनि त्यो भारी वर्षा भएको कारणले गर्दाखेरि नेपालको केही भागहरू डुबानमा परेको छ। अनि बाढी पहिरोहरू गएर चाहिँ मानिसहरूले आफ्नो जीवन गुमाउनु पर्यो, आफ्नो घरहरूलाई गुमाउनु पर्यो, आफ्नो परिवारहरू गुमाउनु पर्यो, आफ्नो खेत, आफ्नो गाई बस्तुहरू चाहिँ त्यो बाढी पहिरोले बगाएर लगेको हामीले देख्छौँ। अनि आज मैले यी कुराहरूलाई हेर्दै गर्दाखेरि चाहिँ मलाई नुहाको समयको याद भयो, जब परमेश्वरले त्यो समयमा नुहाको समयमा चाहिँ जलप्रलय ल्याउनु भएको थियो। कारण चाहिँ पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नु भएको कारणले गर्दाखेरि पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा चाहिँ परमप्रभुलाई अफसोस भयो, परमप्रभुलाई दुःख लाग्यो। अनि मानिसहरूले दुष्टयाइ गरेको कारणले, मानिसहरूको त्यो दुष्टता बढेको कारणले गर्दा, त्यो पाप बढेको कारणले गर्दाखेरि चाहिँ परमेश्वरलाई अफसोस भयो, परमेश्वर दुखित हुनुभयो। अनि नोआ चाहिँ एकजना यस्तो व्यक्ति थियो, ऊ धार्मिक व्यक्ति थियो, ऊ निर्दोष मानिस थियो, परमेश्वरको भय र डरमा जिउने एउटा व्यक्ति थियो। अनि परमप्रभु परमेश्वरले चाहिँ नोआलाई भन्नुभयो, तैँले चाहिँ गोप्य र काठको एउटा जहाज बनाउनु भनेर चाहिँ नोआलाई परमेश्वरले आज्ञा गर्नुहुन्छ। अनि नोआले चाहिँ गोप्य र एउटा काठको जहाज बनाउँछ। अनि त्यो जहाज बनाइसकेपछि चाहिँ त्यहाँ चाहिँ जलप्रलय हुन्छ। अनि जलप्रलय भइसकेपछि पुरा संसार नै डुबानमा पर्छ। अनि नोआ चाहिँ त्यो जहाजभित्र प्रवेश गर्छ, हरेक जोडी जनावरहरू चाहिँ त्यो जहाजभित्र प्रवेश गर्छ। अनि आज नोआले त्यो जहाज बनाएको कारणले, नोआले परमेश्वरमाथि विश्वास गरेको कारणले गर्दाखेरि आज नोआले आफ्नो परिवारलाई पनि बचाउँछ। अनि संसारमा भएको हरेक मानिसहरू, हरेक जातिहरू चाहिँ नष्ट हुन्छ। अनि नोआ र नोआको परिवार मात्रै सुरक्षित हुन्छ। नोआको जीवनमा जब 600 वर्ष हुँदाखेरि, नोआ 600 वर्ष हुँदाखेरि चाहिँ त्यहाँनिर ठुलो भारी वर्षा हुन्छ, जलप्रलय हुन्छ, सारा पृथ्वी नै डुबानमा पर्छ। आज कारण चाहिँ तपाईँ र मेरो दुष्टता अनि पाप बढेको कारणले गर्दाखेरि आज हामीले धेरै घटनाहरू सुन्नमा पाउँछौँ। किन यस्तो हुँदैछ? आज हामीले कस्तो खालको कामहरू गरिरहेका छौँ? आज हामीभित्र परमेश्वरको भय डर छ कि छैन? अनि किन चाहिँ यस्तो हुँदैछ? किन खानाको अनिकालहरू हुँदैछ? किन विपत्तिहरू आइरहेको छ? जसरी यो नोआको समयमा भयो त्यसरी नै जब ख्रीष्ट येशूको आगमन हुन्छ त्यो बेला पनि यस्तै नै हुनेछ। अनि त्यो घडी चाहिँ कसैले पनि जान्दैन। अनि हामीले मत्तीको पुस्तकमा हेर्दै गर्दाखेरि 24:36देखि 39सम्म हामीले हेर्दै गर्दाखेरि त्यहाँ लेखिएको छ, तर त्यस दिन र घडीको विषयमा पिता बाहेक कसैले जान्दैनन्, न त स्वर्गका दूतहरूले न पुत्रले, किनकि जसरी जलप्रलय भन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका थिए, पिइरहेका थिए र बिहाबारी गरिरहेका थिए। अनि जलप्रलय आएर तिनीहरूलाई सबैलाई स्वाट्टै बगाए, नलगेसम्म तिनीहरूले थाहा पाएनन्। अनि मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। अनि आज हामीले पश्चाताप, सुहाउँदो फल फलाउनु पर्छ, हामीले पश्चाताप गर्नुपर्छ। अनि परमप्रभु परमेश्वरले तपाईँ र मलाई भन्नुहुन्छ, तिमीहरूको अपराधहरू चाहिँ बादल झै र तेरा पापहरू चाहिँ बिहानको कुहिरो झै म हटाइदिनेछु, फर्केर आइजाऊ, किनकि तँलाई मैले मोल तिरेर छुटकारा दिएको छु। यशायाको 44:22ले भन्दछ, आज तपाईँ र मैले पश्चाताप
गरेको कारणले आज तपाईँ र मेरो जीवन बाँच्न सक्छ। आज हामी शरीरमा त मर्ला, तर त्यो अनन्त जीवनमा हामी प्रवेश गर्छौँ। त्यो दोस्रो मृत्युदेखि हामी बाँच्न सक्छौँ। आज यो दुष्ट न्याय बढेको कारणले, यो पाप बढेको कारणले चाहिँ आज यी कुराहरू हामीले भोग्नु परिरहेको छ। अनि धेरै मानिसहरूले भन्छ परमेश्वरलाई श्राप छ, दोस्याउँछ, हे दैव, हे प्रभु, तपाईँले यो के गर्नुभयो, किन गर्नुभयो। तर आज तपाईँले चाहिँ के गर्नुभयो, विगतमा चाहिँ तपाईँले के गर्नुभयो र अहिले पनि तपाईँहरूले के गर्दै हुनुहुन्छ, एकचोटि त्यसलाई जाँचेर हेर्नुहोस्। अनि आज हामीले परमेश्वरको भय र डरमा जिउन आवश्यक छ। ख्रीष्ट येशूलाई विश्वास गर्न आवश्यक छ। अनि उहाँलाई विश्वास गरे बिना कोही पनि परमेश्वरको राज्यको हकदार हुने छैन, कोही पनि बाँच्ने छैन। अनि आज हामीले परमेश्वरको भय र डरमा हिँड्न आवश्यक छ। त्यो पापदेखि हामीले छुटकारा पाउन आवश्यक छ। आज तपाईँ र हामी त्यो पापको दलदलमा होला, त्यो पाप स्वभावमा होला। आज ती सबै कुरा त्याग्नु होला, परमप्रभुतिर फर्कनु होला। परमप्रभुले अवश्य नै तपाईँ र मलाई क्षमा गर्नुहुनेछ।